नमस्कार। यो अर्को एपिसोडमा तपाईँहरूलाई स्वागत छ। मैले गएको एपिसोडमा स्थानीय सरकारको व्यवस्थापिका र कार्यपालिकाको बारेमा केही कुराहरू भनेको थिएँ र नेपालको संविधानले कस्तो व्यवस्था गरेको छ भन्ने कुराहरूलाई यहाँलाई जानकारी गराएको थिएँ। आज चाहिँ म फेरि स्थानीय सरकारको चाहिँ आर्थिक कार्यप्रणाली कस्तो हुनपर्छ र कस्तो छ, नेपालको कानुनले कस्तो व्यवस्था गरेको छ भन्ने कुरा चाहिँ यहाँहरूलाई जानकारी गराउँदैछु। यो कर लगाउन वा ऋण लिन नपाउने भन्ने छ। यो कानुन बमोजिम बाहेक स्थानीय तहका कुनै कर लगाउन, उठाउन र ऋण लिन नपाइने भन्ने छ। यो स्थानीय सरकारले चाहिँ जस्तो विश्व ब्याङ्क, एसियन डेभलपमेन्ट ब्याङ्क भने कुनै पनि प्रकारको उसले वैदेशिक लोन लिन पाएन अथवा वैदेशिक ऋण लिन पाएन। र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा राष्ट्रिय आर्थिक नीति, वस्तु तथा सेवाको ओसार पसार, पुँजी तथा श्रम बजार, छिमेकी प्रदेश र वा स्थानीय तहलाई प्रतिकूल नहुने गरी कानुन बनाई कर उठाउन लगाउन सक्नेछ भन्ने छ। यो चाहिँ कस्तो अवस्थामा सक्छ भने स्थानीय प्रदेश के अरे स्थानीय प्रदेश अथवा जोडिएको जुन सिमाना जोडिएको प्रदेशसँग नबाजिने गरी र स्थानीय अर्को पालिकासँग नबाजिने गरी चाहिँ उसले कर उठाउन पाउँछ भन्ने छ। यसमा चाहिँ स्थानीय सञ्चय कोषको व्यवस्था गर भन्ने पनि छ र स्थानीय तह अन्तर्गतका प्रत्येक गाउँपालिका र नगरपालिकामा एक स्थानीय सञ्चय कोष रहनेछ भन्ने छ। यो चाहिँ विपद व्यवस्थापन जस्तै एउटा सञ्चय कोष रहनेछ र त्यस्तो कोषमा गाउँपालिका र वा नगरपालिकालाई पर्याप्त हुने गरी सबै प्रकारका राजस्व नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा गाउँपालिका तथा नगरपालिकाले लिएको ऋण रकम र अन्य स्रोतबाट प्राप्त हुने रकम जम्मा हुनेछ भन्ने छ। यो चाहिँ जस्तो प्रधानमन्त्री कोष यस्तो कोषहरूको जस्तै यो पनि एउटा सञ्चय कोष जस्तो रहनेछ भन्ने व्यवस्था गरेको छ। अब अर्को चाहिँ यो के अरे यसैमा एउटा कुरा थपिएको छ। यसमा चाहिँ स्थानीय सञ्चित कोषबाट गर्न सकिने खर्च सम्बन्धी व्यवस्था स्थानीय कानुन बमोजिम हुन्छ। त्यो चाहिँ केन्द्रको कानुन बमोजिम चाहिँ त्यो खर्च हुँदैन। त्यो चाहिँ स्थानीय कानुन, प्रदेश कानुन बमोजिम अथवा स्थानीय सरकारको कानुन बमोजिम हुन्छ भन्ने व्यवस्था छ। त्यस्तै यो गाउँपालिका र नगरपालिकाको राजस्व र व्यय अनुमान गर्ने कसरी गर्ने भन्ने छ। यस संविधानको अधीनमा रही गाउँपालिका र नगरपालिकाको प्रत्येक आर्थिक वर्षको राजस्व र व्यय अनुमान स्थानीय कानुन बमोजिम गाउँसभा र नगरसभामा पेश गरी पारित गराउनु पर्ने छ भन्ने छ। यसमा चाहिँ त्यही बमोजिम गाउँपालिका वा नगरपालिकाले राजस्व र व्ययको अनुमान पेश गर्दा घाटा बजेट निर्माण गर्नु पर्ने भएमा सङ्घीय कानुन र प्रदेश कानुन बमोजिम घाटा पूर्ति गर्ने स्रोत समेत को प्रस्ताव गर्नुपर्ने छ। जस्तो बजेट निर्धारण गर्दाखेरि चाहिँ यदि नभएको अथवा एक्सपेक्टेड अमाउन्ट हाल्नु छ भने अथवा कुनै पछिल्लो समयमा आउने रकम हाल्नु छ भने चाहिँ त्यसको बारेमा चाहिँ प्रदेश र सङ्घको कानुन बमोजिम घाटा पूर्ति गर्ने स्रोत खुलाउनु पर्यो। योबाट आउँदैछ अथवा यो प्रदेशले दिँदैछ र केन्द्र सरकारबाट आउँदैछ भन्ने कुरा चाहिँ प्रष्ट गर्नुपर्छ भन्ने व्यवस्था गरिएको छ। सुनिदिनु भएकोमा फेरि पनि धन्यवाद।